सो हाई गाइज नमस्ते, म चाहिँ किरण थापा। यतिखेर हामी छौँ बजाङको चैनपुरमा र मेरो साथमा हुनुहुन्छ मेरा मिज्यू किरण साउद। सरको नाम अशुभ नाम। सो गाइज यतिखेर म चाहिँ देखाउने छु बजाङ चैनपुरको ब्याकग्राउन्ड देखाउने छु। एकदम धेरै राम्रो छ ठाउँ हैन, तर यहाँ के छ भन्दाखेरि हरियाली डाँडा काँडा। तर यो मोबाइल अलि थोत्रो भइकन हरियाली देख्न पाइएन गाइज। म तपाईँलाई देखाउने छु। केही भन्नु छ बजाङमा आएर? ठिक छ, बजाङ अब आयौँ, रमाइलो छ भनौँ। अब मानौँ न रमाइलो। मानौँ न। यहाँ अशुभ नामको हजुर म केही बोल्दिनँ। नमस्कार, म किरण। माथिमा दुखारी भन्यो देखाउने छु है हजुरलाई। यतिखेर म चाहिँ एक ब्याकग्राउन्ड देखाउने छु। यस्तो ब्याकग्राउन्ड उता बजार पनि देखाउने छु। अहिले एकैछिन वेट गर्नु होला है त। सो बाइक उहाँ चलाउँदै हुनुहुन्छ। ल अब देखाउने छौँ हामी बजाङ बजाङ बजाङ। सो त्यस पछाडि चाहिँ हामी चाहिँ आफ्नो होटलतिर गयौँ। यता चाहिँ बाइक चढेर, बुलेट बाइक चढेर सर मिज्यू र म। र यहाँ थियो चाहिँ हाम्रो जिप पार्किङ थियो। अनि त्यस पछाडि जिप पार्किङमा धेरैवटा जिपहरू थिए। र त्यस पछाडि आफ्नो होटलतर्फ भोक पनि लागेको थियो एकदमै। त्यहाँतिर जाँदैछु, उताबाट गाडी आउँदैछ, उताबाट पुलिस, यहाँनिर पुलिस चौकी पनि रहेछ। सो त्यस पछाडि म हिँडेर गएँ, बिचमा बाटो अप्ठ्यारो भयो। त्यस पछाडि फाइनल्ली म चाहिँ पुगेँ हाम्रो होटेल सन्तोष प्लाजामा। त्यहाँभित्र गइसके पछाडि राम्रो राम्रो खाना खायौँ। अनि त्यस पछाडि चाहिँ हाम्रो पछाडि भाइ चाहिँ छ, अगाडि मिज्यू हुनुहुन्छ जो एकदमै डेन्जर हुनुहुन्छ उहाँ चाहिँ। र यतिखेर चाहिँ खाना खाइसके पछाडि यहाँ छ अब बजार, बजाङको बजारमा चाहिँ नि देखाइयो पुरै सिन। आहा क्या राम्रो राम्रो सिन रहेछ। उता अदालत पनि रहेछ, यता नगरपालिका, यता सबै यहीँ पर्दो रहेछ। जिल्ला अस्पताल पनि यहीँ। एकदम राम्रो रहेछ ठाउँ हैन। बजाङ एकदम राम्रो छ। तपाईँहरू पनि आउनु चाहनुभयो भने आउनु होला हाम्रो बजाङको चैनपुरमा भन्न चाहन्छु। हेर्नु त कति राम्रो दृश्य, सुन्दर दृश्य छ। म चाहिँ यता पुरै घुमिसकेको थिएँ र अब फाइनली